सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्ते। मैले लामो समयको अध्ययन पश्चात वैदिक शास्त्रहरूको ज्ञानलाई आफूमा उजागर गर्ने कोसिस गरेको थिएँ, गर्दै पनि छु। म वैदिक आर्ट्स ग्रन्थको अनौपचारिक रूपले विद्यार्थी हुँ, किनकि मलाई गुरु र गुरुकुलको त्यति सानिध्य मिल्न सकेन। तर यसलाई मैले चुनौती होइन, अवसरको रूपमा लिएर केही कुराहरू अध्ययन गर्ने कोसिस गरेँ र अथक प्रयत्न, वर्षौंदेखिको अध्ययन र त्यो पछि एउटा निर्णयमा पुगेको छु कि वैदिक आर्ट्स ग्रन्थ, वेद र भगवान मनुको दिव्य वचन, उहाँको शास्त्र मनुस्मृतिको विषयमा सत्य कुराहरू समाजलाई अवगत गराउने कोसिस गर्दैछु। यो नेपालमा पहिलो पटक हुँदैछ। यहाँहरू सबैले, युवा पुस्ताहरू जो मेरो उमेरका हुनुहुन्छ, यहाँहरू सबैजना व्यस्त हुनुहुन्छ मलाई थाहा छ, तर व्यस्तताको बावजुद पनि यहाँहरू मसँग जोडिएर यी हरेक कुराहरूमा, यी हरेक आयामहरूमा आफूले बोल्न नसके तापनि, आफूले लेख्न नसके तापनि, आफूले भन्न वा समाजलाई मार्गदर्शन गर्न नसके तापनि सम्भवतः लाग्छ यहाँहरू सबैजना मेरो सामुमा म सँगसँगै हिँडेर वैदिक आर्ट्स ग्रन्थ, वेद र मनुस्मृतिको प्रचार प्रसारमा यसलाई अगाडि बढाउनको लागि यहाँहरू सबैजना अग्रसर हुनुहुन्छ भन्ने कुरामा पनि म विश्वस्त छु। र केही कुराहरू यहाँहरूलाई मनमा लाग्यो भने त्यो जिज्ञासाको रूपमा पनि यहाँहरूले राख्न सक्नुहुनेछ र हामी सबै मिलेर अगाडि बढ्नेछौँ भन्ने कुरामा म विश्वस्त हुँदै अबको मेरो यात्रा भनेको वेद र मनुस्मृतितर्फ नै हुनेछ। धन्यवाद।